ओमानमा रहनुभएका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूमा मेरो हार्दिक नमस्कार छ। म प्राध्यापक सुनु दुलाल भरतपुर आँखा अस्पतालमा कार्यरत छु। आज 9 जनवरी 2026 अर्थात् 25 पौष 2082 को दिन ओमानमा अवस्थित नेपाली राजदूतावासको आयोजनामा सलालाह सहरमा भइरहेको राजदूतसँग प्रत्यक्ष संवाद, स्वास्थ्य जाँच तथा घुम्ती सेवा मार्फत राजदूतावासको सम्पूर्ण सेवा सञ्चालन शिविरमा मलाई सहभागी हुने अवसर प्रदान गर्नुभएकोमा म महामहिम राजदूतज्यू डोरनाथ अर्यालज्यूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु। त्यस्तै राजदूतावासका प्रथम सचिव श्री विशेष कुमार शाहज्यूलाई समेत म हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। आजको यस कार्यक्रममा नेपाली राजदूतावास ओमान र नेपाल नेत्र ज्योति सङ्घसँग सहमति भए अनुसार नेपाल नेत्र ज्योति सङ्घको तर्फबाट नगी चाहिँ देख्न धमिलो भएको, हामीले 40 लाग्यो भन्छौँ नि, उमेर बढ्दै गएपछि नगिज देख्न जुन एउटा चस्माको आवश्यक पर्छ, रिडिङ ग्लास भनिन्छ जसलाई, त्यो रिडिङ ग्लास चाहिँ नि हामी यो नेत्र ज्योति सङ्घको तर्फबाट यहाँ निःशुल्क वितरण हुन गइराखेको छ। साथै जसलाई माइनस पावरको लेन्सहरू चाहिन्छ त्यो चाहिँ नि रेडिमेड त्यति मिल्दैन, व्यक्तिको आफ्नै हेरेर बनाउनु पर्ने हुन्छ। त्यसकारण जसले त्यस्तो चस्मा लिन सक्नु भएको छैन उहाँहरूसँग प्रेस्क्रिप्सन छ भने त्यो प्रेस्क्रिप्सन लिएर नेपालमा सिसा र ग्लास सबै फिट गरेर अधिकतम 20 जनासम्मलाई त्यस्तो पनि चस्मा पनि निःशुल्क वितरण गर्ने योजना रहेको छ। अब आजको मुख्य यो कार्यक्रममा म यहाँहरू समक्ष यो प्रस्तुत हुनुको कारण चाहिँ नि अरब देशमा आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई आँखा कसरी स्वस्थ राख्ने, कसरी निरोगी हुने भन्ने सामान्य जानकारीहरू म प्रस्तुत गर्न गइरहेको छु। जुन ज्यादै सामान्य कुराहरू छन्, हामी सबैलाई थाहा भएको कुरा हो, नौलो कुरा यसमा केही छैन। तैपनि हामीले जानेर नजानेर व्यवस्था गरेर हामीले त्यसलाई ध्यान त्यति दिइरहेको पाइएको छैन, जसले गर्दा हामीलाई समस्या आउँछ। त्यसैले सामान्य टिप्सहरू जुन सजिलै गर्न सकिन्छ र जुन महत्त्वपूर्ण छन्, फाइदाजनक छन्, त्यसको बारेमा म केही जानकारी गराउन गइरहेको छु। यहाँहरूले ध्यानपूर्वक यसलाई सुन्नुहोला। सर्वप्रथम त हामी कुनै पनि रोजगारीमा विदेश जाने बेलामा विदेश जानुभन्दा अगाडि एकचोटि हाम्रो स्वास्थ्य परीक्षण त गर्नै पर्छ। त्यसमाथि पनि आफ्नो आँखा पनि एकचोटि परीक्षण गराएर जान बेस हुन्छ। यदि हामीलाई चस्मा लगाउने अवस्था अथवा अरू कुनै आँखाको समस्या छ भने त्यस्तो व्यक्तिले त झन् प्रत्येकचोटि हामी जब नेपाल आउँछौँ बिदामा आउनासाथै हामीले आफ्नो आँखा परीक्षण गराउनुपर्छ। त्यही 1 महिना अथवा 2 महिना छुट्टी छ, जाने बेला गरौँला भनेर बसेर भएन, त्यसो गर्दा ढिला हुन जान्छ। त्यसकारण नेपाल आउनासाथै एकचोटि आफ्नो कन्भिनियन्ट ठाउँमा आफूले गराइराखेको ठाउँमा चेक गराउन असाध्यै राम्रो हुन्छ। अब ओमान अथवा अरबको अरू देशहरूमा पनि सुक्खा मौसम हुन्छ, त्यहाँ धेरै गर्मी हुन्छ, त्यहाँ चाहिँ शरीरमा जहिले पनि पानीको मात्रा धेरै आवश्यकता परिराखेको हुन्छ सुक्खापनले गर्दाखेरि। त्यसमा हामीले यस्तो अवस्थामा के गर्ने त? त्यस्तो ठाउँमा के हुन्छ? आँखा रातो हुने, आँखा चिलाउने, बिजाउने र आँखालाई अल्छी लाग्ने, हामी कुनै पनि काममा कन्सन्ट्रेट ध्यान हाम्रो नजाने, शरीरमा थकावट महसुस हुने आदि इत्यादि हामीलाई हुनसक्छ। त्यस्तो अवस्थामा हामीले के गर्ने भन्दाखेरि प्रशस्त पानी पिउने, एकैचोटि धेरै पानी पिएर हुँदैन, छिनछिनमा अलिअलि पानी पिइरहनु पर्छ। एकैचोटि धेरै पानी पियो भने पनि फेरि एकैछिनमा पिसाब लाग्छ अनि फेरि दिउँसभरिलाई त त्यसले पुग्दैन। त्यसकारण छिनछिनमा हामीले केही मात्रामा पानी खाइरहनु पर्छ। आवश्यक पर्यो भने हामीले कृत्रिम आँसुहरू, टियर सब्स्टिट्युट्सहरू, टियर ड्रप्सहरू विभिन्न किसिमका पाइन्छन्, त्यस्तो पनि हामीले केही लिएर गयो भने त्यस्तो अवस्थामा हामीले त्यो प्रयोग गर्न सक्छौँ।
हामी धुलो हावा धुवाँहरूबाट पनि हामी जोगिनुपर्छ। खास गरेर हामी घरबाट बाहिर निस्किन पर्दाखेरि हामीले जहिले पनि गगल्सको प्रयोग गर्नुपर्छ। अर्को कुरा भने के भन्दा पोषण तत्त्वहरू। हामी अलि अल्छी गर्छौँ, काममा ओभरटाइम गर्यो के गर्यो, आउँदा जाँदा ढिला हुन्छ, अनि सागसब्जी लिन पनि जान फुर्सद हुँदैन। त्यस कारण अब आलु बिग्रिँदैन, आलु चामल राख्यो, आलु र चामल, आलुको तरकारी भात धेरै हामीले खाने बानी पनि त्यस्तो पाइएको छ। त्यस्तो हुँदा के हुन्छ भन्दाखेरि 2-4 साग त केही गर्दैन, 2-4 साग त्यो खाएर केही गर्दैन। हामीले लामो समय खालि त्यसमा मात्रै निर्भर भयौँ भने हामीलाई अति आवश्यक हुने भिटामिनहरू कमी हुन गई हाम्रो आँखाको नसा समेत सुकेको अवस्था हामीले पाएका छौँ। कति हाम्रो दाजुभाइ दिदीबहिनीहरू विदेशमा गएर लामो समय बस्दाखेरि यो खाद्यान्नको कमीले यस्तो भएको अवस्था हामीले पाएका छौँ। त्यस कारण के गर्ने भने म के सुझाव दिन्छु भने यहाँलाई सधैँ एकै थोक खाएर भएन, कहिलेकाहीँ 2-4 दिन खाएर केही फरक पर्दैन, तर सधैँ त्यस्तोमा निर्भर नहुने। कुनै सागसब्जी भन्नाले त्यो पात भएको साग मात्रै होइन, हामी चाहिने अब कर्कलो हुनसक्छ, सिमी, बोडी, मुला, गाजर, जेसुकै होस्, जुन जमिन मुनि फल्ने यस्तो कुराहरू, आलु बाहेक भनौँ न, त्यो चाहिँ त्यस तरकारीको रूपमा हामीले खानुपर्छ। धेरै खानु पर्दैन, थोरै पनि खाने बानी गरे हुन्छ। त्यस्तै सिजनल फलफुलहरू पनि हामीले खानुपर्छ। धेरै किलोका किलो खानुपर्ने भन्ने होइन, हप्तामा 2 चोटिसम्म थोरै खाए पनि त्यसले पनि हामीलाई निरोगी बनाउँछ। आँखाको लागि मात्रै होइन, हाम्रो पुरा शरीर नै स्वस्थ हुन्छ, रोग प्रतिरोधात्मक क्षमता हाम्रो चाहिँ नि बढ्छ। त्यसकारण हामीले अब हाम्रो अवस्था हेरेर, अनि दाल पनि खान नसक्ने कुरो भएन। दाल फेरि हामीले एउटै दाल सधैँ होइन, मास, रहर, मुसुरो, मुङ फेरेर दाल पनि खाने गऱ्यो भने असाध्यै राम्रो हुन्छ। त्यसपछि हामीले चस्मा लगाएर अल्ट्राभायोलेट रेसबाट प्रोटेक्टेड हुनुपर्छ। हाम्रो चस्मा अलि ठुलो, कालो, अलि कभर गर्ने खालको हुनुपर्छ र यसमा चाहिँ नि अल्ट्राभायोलेट रेज प्रोटेक्सन गर्ने खालको भयो भने झन् राम्रो। अनि सुतेर हामीले मोबाइल हेर्नु हुँदैन, अँध्यारो कोठा अथवा अत्याधिक उज्यालोमा हामीले मोबाइल प्रयोग गर्नुहुन्न। स्क्रिन टाइम हामीले मोबाइल अथवा कम्प्युटरमा धेरै समय हामीले प्रयोग गर्न पर्यो भने 20 को रुल हामीले अपनाउनु पर्छ। के हो त 20 को रुल भनेको भने प्रत्येक 20 मिनटमा हामीले 20 सेकेन्डको लागि हामीले स्क्रिन हेर्न बन्द गरेर टाढा हेर्नुपर्छ, 20 फिट टाढा हेर्नुपर्छ। झ्यालबाट बाहिर हेर्नुहोस् अथवा भित्तातिर हेर्नुहोस्, टाढा हेर्नुहोस्, आँखालाई घुमाउनुहोस्, आँखालाई चिम्लिनुहोस्, त्यसो गर्नुपर्छ। यसलाई चाहिँ नि 20 को रुल भनेर भनिन्छ। त्यसपछि अर्को हाम्रो सुताइ, हामी पूर्ण रूपले हामी निद्रा पुर्याउनु पर्छ। कम्तीमा 6-7 घन्टा हामी सुत्नुपर्छ र त्यसले पनि हामीलाई स्वस्थ बनाउँछ। आँखालाई हातले छुन हुँदैन, आँखा मिच्ने बानी गर्न हुँदैन। आँखालाई के गर्ने त, आँखा बिजायो अथवा आँखा चाहिँ नि पिरो भयो, आँखा चाहिँ नि चिलायो भने के गर्ने, चिसोले सेक्ने, चिसो पानीले आँखा चिम्लेर धुनुहोस्। आँखा धोएर छ्याप गर्ने होइन, आँखा चिम्लेर बाहिरबाट धुनुहोस्, अथवा नरम कपडा, कटनको कपडालाई भिजाएर चिसो पानीमा भिजाएर आँखालाई सेक्ने बानी गर्नुहोस्। यसले पनि धेरै फाइदा गर्छ। अनि धुलो, रासायनिक पदार्थहरू आँखामा पर्यो भने आँखालाई धोइहाल्नुपर्छ पानीले, सफा पानीले है। आँखालाई कहिले पनि मिच्न हुँदैन। अब हामी कस्तो अवस्था भयो भने डाक्टर कहाँ गइहाल्ने, आँखा धमिलो हुन थाल्यो, आँखा रातो हुन्छ, आँखा चाहिँ नि दुख्छ, आँखा धमिलो हुन्छ भने हामी डाक्टरकोमा गइहाल्नुपर्छ। अथवा अत्याधिक सुक्खापन भयो भने पनि हामी गइहाल्नुपर्छ। यस्तोलाई हामीले सामान्य रूपले लिनु हुँदैन। त्यसकारण आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, मैले भन्न खोजिया के हो भने हामी आफ्नो परिवारको लागि, आफ्नो भविष्यको सपना बोकेर भविष्य सुन्दर बनाउन हामी विदेशमा जान्छौँ, तर सामान्य कुराहरूले हामीले गर्न सकिने सानो सानो कुराहरू पनि हामीले ध्यान नदिँदाखेरि हामीलाई असाध्य रोग हुन जान्छ, हामीले पछि दुःख पाउँछौँ। त्यस कारण यस्तो कसैले नि हुन नपरोस्। अब हामी यो सामाजिक सञ्जालमा फेरि पनि जोडिन सक्छौँ, हामी चाहिँ फेरि आइरहन्छौँ। यहाँहरूले आफ्नो जिज्ञासाहरू राख्नुभयो भने म आन्सर दिनेछु। हस्, स्वस्थ रहनुहोस्, खुसी रहनुहोस्, धन्यवाद।